आउनुहोस् भन्दै रोएको थिएँ। त्यसरी माथि जानुपर्छ मैले महसुस गरिरहेको थिएँ। किनभने जसको कारणले उसको घरमा मसला नहालेको थिएँ। यस्तो बेला मेरो सक्ने हो बल्छिँदैन। अर्को मान्छे मेरो जीवनमा आएका थिए। उहाँको घरको बन्दरमाथि यति ठुलो भएर उहाँ एक्लै बस्नु मान्छेहरू कसरी खान सकेका। एकैछिनमा मलाई उल्टी भयो। जुनको ज्यादामा हामी घट्नु कुरा गरेर सुधायौँ। उहाँको कुरा सुन्दा उहाँ खासै बराबर मान्छे त होइन जस्तो लाग्यो। तर बिहे गरेको 2 वर्ष पनि नपुगे। डिभोर्स कसरी भयो त्यो बुझ्न सकिनँ। यति धेरै भयो अनि बल्ल बाहिर निस्केँ।